मलाई धेरैजनाले क्वेसन गर्नुभएको छ कि प्रोग्रेसिभ ओभरलोड भनेको के हो र प्रोग्रेसिभ ओभरलोड र इगो लिफ्टिङमा के फरक छ। इगो लिफ्टिङ भनेको चाहिँ तपाईँहरू जस्तै फर इक्जाम्पल तपाईँको क्यापेसिटीले भ्याउने वेट चाहिँ 10 किलोको डम्बेल छ, तर तपाईँ अरूलाई देखाउनलाई होस् अथवा भिडियो सुट गर्नलाई होस् अथवा केही गर्नको लागि चाहिँ आफ्नो स्ट्रेन्थभन्दा बढी एकैचोटि बडीको तपाईँले लिफ्टिङ गर्नुहुन्छ भने त्यो इगो लिफ्टिङ हो। तपाईँको पहिलो सेटमा कम्तीमा पनि 10 देखि 12 चाहिँ सजिलैसँग तपाईँले वेट लिफ्टिङ गर्न सक्नुहुन्न। तपाईँको वेट लिफ्टिङ गर्ने बित्तिकै 1-2 रेपिटेसनमै तपाईँको इनर्जी चाहिँ सकिन्छ भने त्यो चाहिँ इगो लिफ्टिङ हो। भने प्रोग्रेसिभ ओभरलोड भनेको चाहिँ तपाईँले सुरुमा 5 किलोको डम्बेल हान्नुभयो र 5 किलोकोलाई चाहिँ तपाईँले नर्मल्ली 12-13 रेपिटेसन गर्न सक्नुभएको छ भने त्यसलाई एकैचोटि 10 हान्ने होइन कि 7.5 को लिएर चाहिँ त्यसलाई 7 देखि 8 रेपिटेसनमा हानेर चाहिँ अर्को हप्ता यसरी नै कन्टिन्युसली गर्दै गइसकेपछि तपाईँको स्ट्रेन्थ बढ्छ र स्ट्रेन्थ बढी सँगसँगै तपाईँको वेट लिफ्टिङ क्यापेसिटी पनि बढेपछि तपाईँले वेटलाई अलिकति बढाएर हान्नुहुन्छ भने त्यो चाहिँ प्रोग्रेसिभ ओभरलोड हो। यस्तै युजफुल कन्टेन्टको लागि फलो गर्न नभुल्नु होला। थ्याङ्क यू।